आज चाहिँ हामी आएका थियौँ यहाँ एउटा रिजोर्ट बुक गर्नको लागि। यो चाहिँ गुवाहाटीको मतलब गुवाहाटी एयरपोर्टबाट अलिक 15 किलोमिटर जति भित्र छ, मिर्जा भन्ने जग्गामा। अहिले चाहिँ हामी यहाँ एन्ट्री गर्दैछौँ। एन्ट्री गर्ने बित्तिकै यस्तो एकदम ब्युटिफुल भ्यू छ, एकदम राम्रो। हामी चाहिँ यहाँ स्टोरको लागि बुक गर्न आएका, उनीहरूको आउटिङ छ अनि 50-60 जना मान्छेको, अनि 2 दिनको लागि बुक गर्न भनेर आएका थियौँ। यी चाहिँ रुमहरू अब बस्दै जाने हो नि त, त्यही भएर रुमहरू पनि बुक गरेका। रुमहरू चाहिँ यस्ता रहन्, सबै रुम एउटै खालको अब लाइनै। अनि बाहिर यस्तो खुलामा बसेर खानेमा गसको तल झुलाहरू सबै त्यो भएको। यो चाहिँ भित्र हेर्न जाँदै थियौँ हो। अनि यो चाहिँ त्यहाँ बाहिरको भ्यू हो। बाहिर कस्तो मजाले सिनेरी बनाएका छन् घाँसले नै। यहाँ चाहिँ चल्दैछ मिटिङ, डिस्कस हुँदैछ के कति हो भनेर, के चाहिन्छ भनेर, के खाने हो, के दिनुपर्ने उनीहरूले उहाँबाट खानामा के चाहिन्छ भनेर। यहाँ चाहिँ मलाई भन्दै हुन्छ, छोरी नलिगएका थियौँ, छोरीले भिडियो देख्यो भने रुन्छ भनेर भन्दै। छोरी स्कुल गएको थियौँ नि त, त्यही भएर नलिगएका थियौँ। भरे त उहाँ गएर पस्दा पनि लिएर आउनुपर्ने रहेछ, कस्तो राम्रो जग्गा रहेछ। यी सबै रुम हामीले बुक गरेर आएका, त्यो देखिए जति 20वटा रुम र 20वटै बुक गरेर आएका। त्यहाँ गएर बहुतै राम्रो लाग्यो, कस्तो राम्रो त। भित्र गाउँभित्र हो, तर बाहिर पुरा गाउँ छ, भित्र तर यस्तो खालको जग्गा रहेछ। त्यहाँ बाहिरबाट हेर्दा लाग्दैन चाहिँ त्यस्तो छ भनेर। यो चाहिँ मिटिङ हल वा पार्टी हल हो, ठुल्ठुलो धेरै मान्छे भएको बेलामा गर्नको लागि यो पनि बुक गरेर आएको हामीले। तपाईँलाई यस्तो जग्गामा बसेर खाना खान सकि भाउ त्यहाँनिर पुरा दुला भएको घर जस्तो रहेछ, त्यस्तामा बसेर सकि। तर सबै त फेसिलिटी छ, कहाँनिर बसेर खाना बा बस्नुहुन्छ, आराम गर्नुहुन्छ। यहाँनिर चाहिँ ढिकी रहेछ भनेर देखाउँदै हुन्छ, ढिकी बनाएर राखेका रहेछन्। अगाडिको दिनको याद आयो मलाई त। कति राम्रो यो जग्गा। अहिले चाहिँ हामी निस्केका अब घर